क्रिस्चियसको नाउँमा चाहिँ मसी सालोम अनि ह्याप्पी स्टार सबैजनालाई आज खुसीको दिनमा फेरि पनि म एउटा बाइबल वर्स लिएर आएको छु। 1 Corinthians 15 verse 14 मा यसरी लेखिएको छ, इफ क्राइस्ट हेज नट बिन राइज देन आवर प्रिचिङ इज इन भेन, आवर फेथ इज इन भेन। यदि परमेश्वर चाहिँ आजको दिनमा चाहिँ पौडी नउठ्नु भएको भए हामीले गरेको हरेक वचन पाठ, हामीले गरेको स्टडी अनि हामीले गरेको विश्वास अनि हामीले गरेको प्रेयर अनि हाम्रो हरेक टेस्टामनीहरू चाहिँ एउटा व्यर्थको एउटा अर्थविहीन भएर जाने थियो। तर परमेश्वरले यो संसारलाई जित्नुभयो। तर परमेश्वरले आफ्नो मृत्युलाई जितेर 3 दिन बादमा पौडी उठ्नु भएको छ। र अनि त्यति मात्र होइन, परमेश्वर 40 दिनसम्म यो संसारमा चेलाहरूसँग बस्नुभएको छ। म तपाईहरूलाई यही इन्करेज गर्दछु, मेरो प्रिय आमा बुबा, भाइ बहिनी, दिदी बहिनीहरूलाई, यदि आजको दिनसम्म पनि परमेश्वरसँग तपाईँहरू टाढामा हुनुहुन्छ भने तपाईँहरूले परमेश्वरलाई चिन्ने टाइम आइसकेको छ। यदि तपाईँहरू अझै पनि आफ्नो पापमै जिरहनु भएको छ, अन्धकारको जीवनमा जिरहनु भएको छ भने टाइम आएको छ परमेश्वरको अगाडि आउने र परमेश्वरलाई क्षमा माग्ने। अनि हाम्रो परमेश्वरले चाहिँ क्षमा दिनुहुनेछ। यदि जसले परमेश्वरमाथि विश्वास गर्नेछ परमेश्वरले उसलाई क्षमा पनि दिनुहुनेछ। अनि परमेश्वरले आजको दिनमा चाहिँ है हाम्रो पापको लागि यो संसारमा आउनुभयो है, हामीलाई नयाँ जीवन दिनको लागि, फर्गिभनेस दिनको लागि अनि इटर्नल लाइफ दिनको लागि। कति ठुलो कुरा परमेश्वरले त्याग गर्नुभएको छ, कति ठुलो परमेश्वरले प्रेम हामीमाथि गर्नुभएको छ। त्यो प्रेमलाई तपाईँहरूले बुझ्नुहोस् अनि परमेश्वरमा फर्किआउनुहोस्। परमेश्वरमा मात्र इटर्नल लाइफ छ, अरू कसैमा छैन। अनि म यही इन्करेज गर्न चाहन्छु, तपाईँ र म चाहिँ आजको दिनमा विटनेस हौँ। तपाईँ र म चाहिँ आजको दिनमा एउटा डिसाइपल हौँ परमेश्वरको कामलाई फुलफिल गर्नको लागि। परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको छ। परमेश्वरले तपाईँ र मलाई एउटा गोठालो बनाउनु भएको छ। आउनुहोस् परमेश्वरको काम गरौँ फेथफुलसँगले। आउनुहोस् परमेश्वरको हरेक प्रमिसलाई फुलफिल गरौँ, हरेक कमान्डमेन्टलाई फुलफिल गरौँ। परमेश्वर सधैँ नै हाम्रो साथमा हुनुहुनेछ, सधैँ नै हामीलाई सहायता मद्दत गर्नुहुनेछ। आउनुहोस्, परमेश्वरले यो संसारलाई जित्नु भएको छ। र आजको खुसीको दिनमा म यही भन्न चाहन्छु, खुसी मनाउनुहोस्। एउटा विटनेसको रूपमा तपाईँहरू खुसी मनाउनुहोस्। हाम्रो परमेश्वर पिता चाहिँ जिउँदो परमेश्वर पिता हो भनेर। र आजको यो सानो इन्करेजमेन्ट यही राख्न चाहन्छु। गड ब्लेस यु अल। सलोम, ह्याप्पी स्टार टु अल अगेन।